नमस्कार। हाम्रो संस्कार युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। यस च्यानलमा तपाई हाम्रो समाजमा रहेका विभिन्न संस्कार, संस्कृति, मूल्य मान्यता र विविध धार्मिक परम्परा सम्बन्धी जानकारी प्राप्त गर्नुका साथै यससँग सम्बन्धित जिज्ञासाहरूको समाधान पाउनुहुनेछ। कृपया हाम्रो च्यानल सब्स्क्राइब गरी हामीसँग जोडिनु and also press this bell icon. हामीले केही समय यता हाम्रा सोह्र संस्कारका बारेमा तपाईलाई जानकारी गराउँदै आइरहेका छौं। अस्तिको भिडियोमा मैले हाम्रा 16 संस्कार अन्तर्गतको पहिलो संस्कार गर्भधान संस्कारको बारेमा तपाईलाई जानकारी गराएको थिएँ। हिजोको भिडियोमा मैले 16 संस्कार अन्तर्गतको दोस्रो संस्कार पुंसवन संस्कारको बारेमा तपाईलाई जानकारी गराएँ र आज 16 संस्कार अन्तर्गतको तेस्रो संस्कार सीमन्तोन्नयन संस्कारका बारेमा जानकारी दिने प्रयत्न गर्दैछु। लागौं आजको विषयवस्तुतर्फ। सीमन्तोन्नयन संस्कार। सीमन्तोन्नयन सीमन्त र उन्नयन दुई शब्द मिलेर बनेको छ। सीमन्तको अर्थ सिउँदो र उन्नयनको अर्थ उठाउनु भन्ने हुन्छ। नेपाली बृहत शब्दकोशले गर्भधानको 6औं महिनामा गर्नुपर्ने 16 संस्कार मध्येको एक संस्कार गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार भनी सीमन्तोन्नयन शब्दलाई अर्थ्याएको छ। किन गर्नुपर्दछ त सीमन्तोन्नयन संस्कार? यसको उद्देश्य के हो त? लागौं यसतर्फ। यस संस्कारको पहिलो उद्देश्य गर्भवतीलाई कष्ट दिने, गर्भलाई क्षति पुर्याउन खोज्ने अनेक अशुभ शक्तिबाट बचाएर अमङ्गल नाश गरी गर्भ र गर्भवतीलाई सुरक्षित राख्नु हो। यसैगरी अर्को उद्देश्य गर्भवती स्त्रीलाई मानसिक बल प्रदान गर्दै सकारात्मक विचारहरूले पूर्ण बनाउनु हो भने अर्को महत्त्वपूर्ण उद्देश्य गर्भिणीका इच्छा चाहना पूरा गरी उनलाई सन्तुष्ट पार्नु, प्रसन्न राख्नु र उनीप्रति पति तथा परिवारले माया दर्शाउनु हो। गर्भिणीको इच्छा पूर्तिले शिशुको मानसिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। 6औं महिनापछि शिशुको अङ्ग प्रत्यङ्ग, हृदय आदि निर्मित भइसकेको हुन्छ र उसमा चेतना पनि आउन थालेको हुन्छ, जस कारणले गर्दा बच्चामा जागृत इच्छाहरू आमाको मस्तिष्कमा उत्पन्न हुन थाल्छन्। तसर्थ यो अवस्थामा आमाको इच्छा पूरा गर्नुले शिशुको मानसिक विकासमा सकारात्मक प्रभाव पार्दछ। हामीले भन्ने गर्छौं जन्मदा कसैले केही सिकेर आएको हुँदैन, सबै कुरा जन्मेपछि सिक्दै जाने हो भनेर। तर हाम्रा शास्त्रहरूले यसको प्रमाणसहित गर्भमै पनि सिकाइको आधार प्राप्त गर्न सक्ने कुरा दर्शाएका छन्। नारदले हिरण्यकशिपुकी पत्नी कयाधुलाई दिएको उपदेशका प्रभावले प्रहलाद जन्मजात ज्ञानी भएको कुरा श्रीमद् भागवतमा आउँछ। अर्जुनले सुभद्रालाई सुनाएको युद्ध कला सम्बन्धी ज्ञानका प्रभावले गर्भमा रहेको अभिमन्यु जन्मजात त्यस्तो सुरवीर भएर देखा परेको कुरा महाभारतमा उल्लेख गरिएको छ। यस्तै सुकदेवले आमाका गर्भमै भगवान शिवको ज्ञान प्राप्त गरेको कुरा पुराणहरूमा पाइन्छ। कहिले गर्ने त सीमन्तोन्नयन संस्कार? यस सन्दर्भमा विभिन्न शास्त्रमा विभिन्न समयमा लेखिएको पाइए पनि गर्भ रहेको 6औं वा 8औं महिनामा उपयुक्त हुने कुरामा धेरै शास्त्रकारको समर्थन रहेको पाइन्छ। आइतबार, मङ्गलबार वा बिहीबारका दिन मृगशिरा, पुष्य, श्रवण, रेवती, पुनर्वसु, हस्ता वा अनुराधा नक्षत्र पारेर षष्ठी, अष्टमी, द्वादशी र औँसी बाहेकका तिथिमा गर्भ महिनाको मास स्वामी बलियो हुँदा सीमन्तोन्नयन संस्कार गर्नु उत्तम मानिन्छ। कसरी गर्ने त सीमन्तोन्नयन संस्कार? लागौं यसको विधितर्फ। सामान्य पूजामा जस्तै यसमा पनि दियो, कलश, गणेशको पूजा गरिन्छ। नवग्रह पूजन र इष्टदेव पूजन गरिन्छ। अग्नि स्थापना गरी हवन गरिन्छ र शुभ मुहुर्तमा सुनको वा चाँदीको वा डुम्री, दुम्सीको काँडा र बाँसको आकर्षक काइयो हातमा लिएर पतिले गर्भिणी पत्नीको निधारदेखि चुल्ठासम्म कपाल कोरिदिएर सिउँदो बनाइदिनुपर्छ र काइयो कपालमै छोडिदिनुपर्छ। यसपछि पत्नीलाई मनपर्ने मिष्टान्न भोजन गराउनु पर्दछ। यसरी हेर्दा सीमन्तोन्नयन संस्कारले पति पत्नीको सम्बन्ध पनि सुमधुर, गाढा र राम्रो बनाउने देखिन्छ।
त्यसैले हिन्दू धर्मशास्त्रहरूले यस संस्कारलाई पनि महत्त्वपूर्ण संस्कारका रूपमा लिएको पाइन्छ। तपाईँ पनि नयाँ दम्पति हुनुहुन्छ भने यी सबै कुरा बुझेर असल सन्तानका मातापिता बन्नुहोला भन्दै तपाईँले पक्कै पनि अब सीमन्तोन्नयन संस्कारको पालना गर्नुहुनेछ भन्ने आशा राख्दै आजका लागि बिदा हुन चाहन्छु। आउने भिडियोमा म फेरि हाम्रो 16 संस्कार अन्तर्गतको चौथो संस्कार जात कर्म संस्कारको बारेमा जानकारी लिएर आउने नै छु। तबसम्मको लागि बिदा हुन चाहन्छु। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। तपाईँको आजको दिन शुभ रहोस्। फेरि भेटौँला।